वर्गमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेन सोही क्षणबाट यी सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको मिलेको छ। सरकारले फेसबुक युट्युब सहित 26 वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। त्यो भदौ 18 गतेको दिन एकै आदेशसँगै देश मौन भयो। मोबाइलका पर्दा अन्ध्यारा भए, कानमा स्वरहरू उठ्न थाले। यो त लोकतन्त्र होइन, तानाशाही हो। यो स्वतन्त्रता होइन, निरङ्कुशता हो। एक पुस्ताको स्वर आफ्नै देशमा बन्द गरियो। त्यो अन्ध्यारो केवल आकाशमा होइन, सबैको मुटुमा फैलियो। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध भोलि काठमाडौँको माइती घर सहित देशका विभिन्न भागमा एकसाथ जेएनजी पुस्ताले प्रदर्शन गर्ने घोषणा गरेका छन्। 2082 भदौ 23 गते घाँटीमा झन्डा भिरेर हातमा झन्डा समाएर युवाहरू उठे। बिहानको पहिलो उज्यालो चाहिँ नेपालभर आगो झै फैलियो क्रान्तिको लहर। जेनजीहरू सडकमा ओर्लिए, स्मार्टफोन हातमा, मनमा देश, राष्ट्रिय झन्डा, आँखामा आँसु र आकाशमा आशा। झापादेखि जुम्लासम्म, गाउँदेखि सहरसम्म युवाहरू सडकमा उत्रिए। युद्धका लागि होइन, परिवर्तनका लागि। त्यसको लागि नराम्रो भएको थिएँ, तर किन खालिस रगतमा खपेर हातमा किताब त तेरो कसले देखेन त्यो मेरो काख खाली हो। त मरेको होइन छोरा, यो देश बाँच्दैछ तेरो रगतमा। स्कुल ड्रेसमै 14 वर्षको एउटा बालक। हामी मरेका होइन, हामीले त सपना पुगिसकेका छौँ। यो माटोमा हाम्रो रगत मिसिएको छ, यो हावा हाम्रो श्वास बनेको छ। हाम्रो रगत कहिले फेर नजाओस्, हाम्रो आवाज कहिले नदबाइयोस्। हामी हेरिरहेकै छौँ, मरेका जस्ता देखिए पनि हाम्रो आत्मा वरिपरि भौतारिरहेकै छ। परिवर्तनको आशा लिँदै त्यो सपना अब पुरा गर्ने जिम्मा हाम्रा पछिल्ला युवाहरूको काँधमा छ। हार मान्न हुन्न साथी, सपना मरेको छैन, अधुरो मात्र छ। हामीले पुरा गर्नै पर्छ, अहिले होइन भने कहिले। नेपाल उठ्नै पर्छ साथी, अब नेपाल उठ्नै पर्छ। छिन्ताङदेखि जनयुद्ध हुँदै जेनजीको आन्दोलनसम्म शहीदहरूको सपना अधुरो छ, अब हामीले पुरा गर्नै पर्छ। यसरी आगोको राग भित्रबाट नेपाल फेरि सास लिन्छ। नेताबाट होइन, युवाको मुटुको धड्कनबाट। अधुरो परिवर्तनको क्रान्ति अब मात्र सुरु।